देखाउने प्रयास गरेको छु किनभने यो टर्की एकदम ठुलो लगभग यो अन्दाजी मात्र तपाईहरु समक्ष भनेको लगभग यो 10 केजी सम्म चाहिँ एउटा छ एकदम लामो लामो अगाडि पुरा झम्टेला जस्तो छ एकदम डर लागिरहेछ तर पनि मैले तपाईँ दर्शकहरूलाई देखाउन सकौँ भन्ने एउटा उद्देश्यले यो भिडियो निर्माण गर्दैछु पक्कै पनि टर्की मैले पनि देखेको त्यो अन्य ठाउँदेखि तर यो एकदम अत्याधिक ठुलो टर्की देखेको कारणले गर्दाखेरि यसरी मैले टर्कीको भिडियो दर्शकहरूसम्म पुगोस् दर्शकहरूले पनि हेर्नु पाओस् भन्ने एउटा उद्देश्यले त्यो भिडियो निर्माण गरिरहेको छु भने यताउति टर्कीको बच्चा यो माउनी उता पल्लोपट्टि पनि रहेछ र विशेष टर्कीको बारे पनि केही यहाँ घरका जुन टर्की पाल्नेहरूसँग पनि कुराकानी पक्कै गर्ने प्रयास गर्ने नै छु अलि टर्की तपाईँले देखिराख्नु भएको छ बच्चा यो ठ्याक्कै नमस्कार तपाईँ चाहिँ हजुर हजुर यही टर्कीको मालिक ल ठ्याक्कै यहाँनिर दिदी पनि आइपुग्नु भयो नमस्कार दिदी हजुर नमस्कार तपाईँको शुभ नाम भनिदिनुहोस् न हजुर मेरो नाम मन्जु रसाइली मन्जु रसाइली हजुर शिव 87 हो शिव 87 है हजुर टर्की कति वर्ष भयो पाल्नु भएको यो लगभग 4-5 वर्ष भयो होला 4-5 वर्ष भयो है मनी ठुल्ठुलो टर्की त हामीले देखेकै थिएनौँ हजुर यो चाहिँ कसरी बिक्री गर्नुहुन्छ कि केमा बिक्री चाहिँ छैन अहिलेसम्म चाहिँ अब घरमै पालेरै खाँदै ठिका छ ए खानुहुन्छ अनि यो त एउटै परिवार त खाइसक्दैन होइन यसो पाहुनाहरू आउँदा खाइन्छ नि एक्लै त खाएर अब सकिँदैन 3-4 जनाको परिवार छु अब यो त दसैँ नै भइहाल्यो नि यो पाल्नुभयो कति वर्ष भयो 4-5 वर्ष भयो सर यहाँ जम्मा अहिले कतिवटा छ अहिले ठुलो 5वटा छ सानो 9वटा छ सानो 9वटा कहाँ छन् त अहिले ए त्यो भित्रको 9वटा हो सानो सानो दर्शक मानव कतिवटा अन्डा पाल्ने गर्छ अन्डा यसले निकै नै पाल्छ पुरा बच्चा पाल्छ तर ठिक्का नै दिन्छु सानो सक्नेले तर उता गइरहेछ एउटा ठुलो चाहिँ पल्लोपट्टि गएको छ है टर्कीको मासु यो कति दिनको हो कि महिनाको हो यो दिनको हजुर यसलाई चाहिँ 3 महिनासम्म चाहिँ यसरी नै छोपेरै पाल्नु पर्दो रहेछ हजुर अनि यसलाई छोडो भने चाहिँ जति हिँडा त्यति मर्दो रहेछ यसले कति महिनादेखि अन्डा दिने गर्दछ यसले अन्डा 6 महिनादेखि दिन्छ कति महिनासम्म पार्छ पार्न चाहिँ 1 महिना अनि 22-23 दिन पार्छ त्यहाँदेखि ओथारा बस्छ अनि ओथारा बसेर माउलाई चाहिँ यसरी नै छुट्याउने चारो दिने गरी महिनामा चाहिँ लगभग यसले कतिवटा चाहिँ अन्डा यसले 22-23 वटा पार्छ त्यहाँदेखि ओथारा बस्छ चल्ला निकाल्छ कुखुराले जस्तै हाँस कुखुराले जस्तै निकाल्छ ए 25-26 दिन अन्डा चाहिँ कत्रो हुन्छ दिदी अन्डा यसको ठुलै हुन्छ है आलु भन्दा ठुलो हुन्छ त्यत्रो हुँदैन आलु पनि साइजको हुन्छ तर यसको त्यस्तो साइजको हुँदैन हैन यसले चाहिँ एकै साइजको पार्छ यो ओथारा बसेको कति ठुलै हुन्छ है अब कुखुराले हाँसले ती एकै ठाउँ डिममा पार्दाखेरि हजुर अनि यसको चाहिँ बुट्टा हुँदो रहेछ छिर्का त्यही हुनाले चिनिन्छ यो जुन तपाईँले यो पाल्नु भयो नि यो पाल्दाखेरि चाहिँ तपाईँले कतो ल्याउनु भएको त बच्चा सानो मैले बच्चा होइन ठुल्ठुलो ल्याएको थिएँ एकजना यहाँ भाइले पाल्नु भएको थियो विदेश जाने हुनुभयो अनि उहाँकोबाट ल्याएको मैले 7-8 हजारमा ल्याएको जोडी किन ल्याउनु भएको हजुर केजी 1000 रुपैयाँ केजीले ल्याएको हो रहरले पाल्नु भएको रहरले पालेको रहरले पालेर एकदम रहर भयो हजुर हजुर अनि यसले मान्छेले टोक्ने एकदम घर पनि छोड्दैन अनि त्यो बच्चा छेउमा गएको टोक्नु खोज्छ त अहिले बच्चा छुनु हुँदैन पोथीले चाहिँ पोथीले चाहिँ बच्चा संरक्षण गर्नको लागि टोकेको टोक्छ यसले दिँदैन छेउमा जान दिँदैन के दिनुहुन्छ त खानेकुरामा खानेकुरा त यसलाई बैलाको चारो सानो हुन्छ अरू बेला त भात खान्छ धान अहिले बैलाको चारो छ ए सानोलाई चाहिँ ठुलोलाई त भात पनि खान्छ धान पनि खान्छ मकै पनि खान्छ माछा मासु पनि खान्छ हड्डी खान्छ मज्जाले यस्तो झारहरू खान्छ झार यस्तो मकै सबै खान्छ नि यो धानहरू अहिले यो चल्ला निकालेको चाहिँ रुङिराखेको छ यी दाजुहरू हुन् यिनीहरू तपाईँलाई त यस्तोले फाप्नु छ अब यही यस टर्कीकै व्यवसाय गरौँ भन्ने चाहिँ लागेको छैन लागेको छैन छिमेकीसँग धेरै बाटो भइसक्यो छिमेकीमा गएर मकै सक्ला खाइदिन्छ त्यसले गर्दाखेरि धान पनि खान्छ भाइ खाइदिन्छ उयो हेर्नु धान आदि गरेर पारेको सबै खाइदिन्छ अरू यसले यो बाहेक अरू के खान्छ यसले जे खाइदिन्छ हरियो परियो साग सब्जी जे भेटाउँछ त्यही खाइदिन्छ यो बेच्दाखेरि कसरी केजीको पर्छ यो 1000 रुपैयाँ केजीले जान्छ तर मैले चाहिँ अहिलेसम्म बेचेको चाहिँ छुइनँ घरमै अब आउने जाने यो गाउँमा अरू कसले पाल्नु भएको छ मैले यो गाउँमा त कसैको हेरेको छैन म मेरै हेर्दैछु हैन हजुर मलाई थाहा भएन मेरोमा चाहिँ हाँस कुखुरा टर्की यसलाई हैन बारेर सुरक्षित व्यवसायिक तरिकाले गर्दा उडेर जान्छ है यो पराल ढेडी सबैतिर उड्छ सम्भव छैन यो कति महिनाको भएपछि चाहिँ उड्छ यिनीहरू यो चल्ला छ अहिले हजुर हजुर अब यिनीहरू सबै उड्छन् यी चल्ला त उड्दैन यो सानो हो कति महिनाको भएपछि उड्छ यिनीहरू कति महिनाको तर अहिले छोड्नु भने यिनीहरू साना पनि उड्छ भुर्रा भुर्रा त उड्छ ए उड्नु खोज्छ अनि पुरै चरा जस्तै उड्छ कस्तो यिनीहरू चरा जस्तै उड्छ आउँछ उडेर पनि त्यसरी घर छोडेर चाहिँ हिँड्छ हो यी रुखतिर बस्छ
उँभो जान्छ। तर कतिपय किसान दाजुभाइहरूले पाल्नुभएका टर्कीहरू चाहिँ उडेर चाहिँ नआएको बताउनु भएको छ हामीलाई। हाम्रोमा त्यस्तो छैन अहिलेसम्म। पालेको अब 5-6 वर्ष नै भइसक्यो होइन। मैले अब कतिचोटि यसलाई अब माउ यही हो, अब यो बच्चाको बाउ उतापट्टि छ खेल्दै गरेको देखिरहेको थिएँ। त्यहाँदेखि कसैलाई टोक्ने उ गर्ने केही गर्दैन यिनीहरूले। भनेपछि यसलाई व्यवसाय रूपमा ठुलो बारेर त गर्नु उड्दिन्छ, उडेर भाग्छ। भागिदिन्छ अनि बाहिर निक्लिन्छ। अर्काको बिगार त हो नि, के गर्छ र अनि धेरै जग्गामा त पाल्न सकिन्छ। अब धेरै जग्गा छ भने चाहिँ बारेर पाल्न सक्यो। मासु चाहिँ कस्तो हुन्छ यसको? एकदम मिठो हुन्छ। यो सुगर पेसाले खानेहरू त महँगो छ त यसको। केजीको चाहिँ कसरी हो? 1000 रुपियाँ केजी। मैले 1000 रुपियाँ एक केजीको 1000 रुपियाँ। यो चाहिँ भनेपछि प्रेसर सुगर भएको मानिसले पनि खाँदा भयो। यसमा बोसोको मात्र बढी हुन्छ कि? बोसो मात्र बेसी नै हुन्छ। बोसो हुन्छ यसमा। कुखुराको जस्तै हुन्छ कि अलिकति फरक हुन्छ? फरक नै हुन्छ। यसको मासु पनि फरक हुन्छ है? अब यसको हेर्नु, यहाँ तपाईँले हेरिरहनु भयो भने यो एकैछिनमा रातो पनि हुन्छ, यो हरियो पनि भइदिन्छ। ऊ अहिले हेर्नु यसको कलर कर यिनीहरूले फेरिरहन्छ। अब ऊ रातो ऊ हेर्नु त हो त। यिनीहरू यस्तै त्यही रङ फेर्नुको लागि नि त्यो पकेटा यस्तो रिसाउँछ नि यिनीहरू बेसी जस्तो। रिसाको लागि यस्तो फुलेको भनेको चाहिँ एकदम रिसाको। एकदम रिसाउँछ यिनीहरूलाई। अब यो मानिसहरूले यो घरको लागि पाल्नु उचित छ कि बेठिक छ? एकदम उचित छ। उचित छ घरको लागि? एकदम उचित छ। आउने जान परिवार ठुलो हुने ठाउँ चाहिँ एकदम। त्यो त धेरै के लगानी चाहिँ खासै पर्छ कि पर्दैन? पर्दैन है? पर्दैन, यसलाई त्यस्तो साह्रो गाह्रो छैन। उयो अर्काको बिगार गरिदिन्छ त्यसैमा। बच्चामा किन्दा कसरी गोटाको पर्छ यसको? हजुर यो हजुर महँगो नै पर्छ अब होइन। यसको मासु पनि महँगो भएछ, बच्चा पनि महँगो। बच्चा चाहिँ कसरी गोटा? गोटा मैले अहिलेसम्म बेचेको छुइनँ। मैले बच्चा लिएको पनि होइन होइन। एकैचोटि ठुलै ल्याएँ, केजी हिसाबले नै ल्याएँ। अनि त्यतिकै मैले अब पालि नै राखेको छु। आउने जाने हुँदा यस्तो नै खाइन्छ त्यस्तै। अब यो बच्चा बेच्नु पर्यो भने हजुरले कसरी गोटाको बेच्नुहुन्छ? खै अब कसरी बेच्छु मलाई नै थाहा। सोच्नै पर्ने हुन्छ होइन। दसैँमा बच्चा चाहिँ यहाँ उत्पादन भएको छ। हजुर ठ्याक्कै यो शिव 87-3 हजुर माठाकै बच्चा अनि ठ्याक्कै माउहरू छ। अब एकदम हेर्दा चाहिँ डर लाग्थ्यो कि हामी त अघि त यो बच्चा यसले के गर्छ भने त्यहाँ भित्र पस्छ र भित्र पसेर सबै खोसेर त्यो बच्चाको चारोमा चाहिँ यसले माटो हाल्छ। अनि बच्चाले खाना पाउँदैन, त्यही भएर यसलाई चाहिँ पछाडि नै राखेको, बाहिर राखेको। यसले धानहरू खान्छ, भातहरू जे त्यही खान्छ। मकैहरू पनि खान्छ, जे खान्छ। नभएदेखि त हामीले पाल्न सक्ने यस्तो गाउँ। यसको कति उमेर भएपछि चाहिँ खानको लागि योग्य हुन्छ यसको मासु? 6 महिनामै हुन्छ? 6 महिनामै हुन्छ। अहिलेसम्म कति उत्पादन भइसक्यो तपाईँले पाल्नु? उत्पादन त भइ नै रहेछ। बेसी जस्तो उत्पादन भन्दा नि एकदम न्याउरीले चाहिँ ओसारेर सकिदियो। न्याउरीले खाइदिन्छ? न्याउरीले खाइदिन्छ, एकदम लगिदिन्छ। अलिक असुरक्षित हुन्छ। अनि यो त्यो ठुलो खालको न्याउरी दिँदा लाँदैन खुट्टा भएकोहरूले? त्यसले त लगेको छैन अहिले। अहिलेसम्म त्यो चाहिँ मेरो हराएको छैन होइन। कुखुरा हाँस यत्रो छ, अहिलेसम्म त्यो चाहिँ छैन। यहाँनिर त्यस्तो चोर्न त केही चोर्दैन। दर्शक महानुभावहरू, यति बेला टर्कीको विषयमा उहाँले पाल्नु भएको रहेछ शिव 87 वार्ड नम्बर 3 मा। उहाँसँग केही टर्कीको विषयमा कुराकानी गरियो र टर्की पाल्नु के कस्ता फाइदा बेफाइदा बारे पनि उहाँले जानकारी दिइसक्नुभयो भने त्यसै गरी हामी यो हिँड्ने क्रममा यो टर्की देखे पछाडि केही दर्शकहरूलाई पनि टर्कीको विषयमा जानकारी होस् भन्ने एउटा उद्देश्यले यो व्यवसायिक रूपमा पाल्न ठिक छ कि छैन, घरको लागि परिवारको लागि भन्ने विषय पनि उहाँसँग कुराकानी गरियो। तपाईँलाई जानकारी दिने उद्देश्यले यो भिडियो उठान गरेको छु। पक्कै पनि दर्शकहरू अन्तिमसम्म हेरी सेयर गरिदिनु होला ताकि अन्य दर्शकहरूले पनि टर्कीको विषयमा बुझ्न पाओस् भन्ने उद्देश्यले टाढो बाटो आएर हामीले भिडियो निर्माण गरेको छौँ। पक्कै पनि सेयर गरिदिनु होला। म प्रशान्त किशोर राई, हस् नमस्कार। नमस्कार दिदी। धन्यवाद। उहाँदेखि आएर जे जस्तो भए पनि मैले अहिलेसम्म त मेरो अब हाम्रो भित्र बस्यो भने त कामै हुँदैन। यहाँ बस आइहाल्यो अब किन तपाईँ छिमेकी? पछि फेरि आउँदा काम लाग्छ नि त। छिमेकी है? टर्की त ठुल्ठुलो रहेछ त आन्टी। मैले नामै सुनेको थिएँ, प्रायः नाम राख्दैन नाम। करिश्मा बहिनीहरूलाई सोधेको टर्कीको बारेमा। टर्कीको मासु खानुभएको छैन तपाईँले? किन नखानु? कतिमा देख्न सक्नुहुन्छ यहाँनिर हामी सञ्चारकर्मी सहित हामी यो टर्कीको अवलोकन गर्न आएका छौँ।
हामी चाहिँ झापा शिवशताक्षी नगरपालिका यता पाडाजुमी भन्ने ठाउँमा छौँ है।